हेलो गाइस, तपाईँलाई फेरि स्वागत छ मेरो न्यू भ्लगमा होइन। आज चाहिँ म कहाँ हिँडेँ भने दाइरो म चाहिँ अब यो के भन्छ हिँड्न लाग्यो। यो कहाँ छ भन्दाखेरि डोडा नदीको यता वारी काठमाडौँ पुग्दैछौँ। तपाईँलाई चाहिँ हामी अब के भन्दाखेरि आज चाहिँ के खसी ढालेको छौँ होइन, त्यहाँ जाँदैछौँ खानालाई। अब तपाईँलाई हामी चाहिँ पुग्यो भने देखाउँछौँ गाइस। बाई बाई अहिले। जङ्गलमा पुगिसक्यौँ। अब कहाँ हो त्यो चाहिँ देखाउँछु तपाईँहरूलाई। गाइज हामी चाहिँ पुगिसक्यौँ होइन। यहाँ ठाउँ चाहिँ एकदम बवाल लाग्यो मलाई चाहिँ देख्नुमा पनि घुम्नलाई। तपाईँहरू देख्नु सक्नुहुन्छ गाइज, यहाँ चाहिँ दाइ र म चाहिँ आइसकेका छु। यहाँ दाइ यता हुनुहुन्छ होइन। कस्तो छ दाइ ठाउँ भन्नु त? एकदम बेस्ट, एकदम बवाल छ होइन। यहाँ चाहिँ एकचोटि चाहिँ घुम्नु होला सबैजना। 8 होइन 10 हेर्नुहोस्, तपाईँहरू देख्न सक्नुहुन्छ एकदम बवाल ठाउँ छ। कस्तो देखाइराख्यो भन्ने हो क्या। यो चाहिँ बुलबुले अरे गाइज हेर्नुहोस्। यहाँ चाहिँ बारेमा चाहिँ पानी यस्तै आउँछ अरे। यहाँ चाहिँ उहाँ चाहिँ एकदम बवाल ठाउँलाई सबैजना एकचोटि भिजिट गरिदिनु होला। ल अब यो गाइज आज चाहिँ हाम्रो के बनिरहेको छ तपाईँहरूले देखाउने चाहिँ आउनुहोस्। त्यहाँ देखाइदिनु भाइ। यहाँ हेर्नुहोस्, आज स्पेसल यहाँ मासु मटर हेर्नुहोस्। अब यहाँ भाइहरू आएको छ, यहाँ नयाँ भाइ पनि आएको छ। ल गाइज आज चाहिँ एकदम स्पेसल यता बुवाको यता चलिरहेछ। यहाँ भित्र पनि बसिरहेछन् गाइज। हेर्नुहोस् यहाँ आउनुहोस्, यता तपाईँले देखाउनु छ। हाम्रो स्पेसल दोस्त यहाँ छ होइन, खुङ्खार। यहाँ चाहिँ अब कलमा व्यस्त छ। अब तपाईँहरूले म खानासाना खाएर एकछिनपछि सिधा रमाइलोमा मिल्नेछु गाइज। सिधा कहाँ अरे आज पुल्ता हेर्न जाने हामीहरू। तपाईँहरूले त्यहाँ मिल्नेछु सबैलाई। सुन हेर्नु होला। हेलो गाइज, फेरि पनि म आइसकेँ। किन भन्दाखेरि खानासाना खाइसक्यौँ होइन। अब चाहिँ हामी मामा भन्छ अनि यो भतिज, हामी तिनजना चाहिँ यहाँबाट हिँड्दैछौँ। अब पुल्ता छ नि त, आज यस्तो बवाल रमाइलो गर्नुपर्छ। तपाईँहरूले रमाइलो गरेको देखाउने नै छु। यी दुईजना सोध्छु म कतिको एक्साइटेड छन् भनेर। कतिको एक्साइटेड छ आज रमाइलो गर्नलाई? बवाल साथी बवाल। मुकेश कतिको एक्साइटेड? बवाल हो नि यार, फर्स्ट टाइम गएर हो न। आज चाहिँ भोलि चाहिँ लास्ट हो अरे। अनि आज चाहिँ अब यस्तो बवाल रमाइलो हुन्छ अरे के। त्यहाँ बेहुला बेहुलीको बहुत आज बहुत रमाइलो हुन्छ गाइस। तपाईँहरूलाई भोलि भिडियोमा भेट्नेछु म। भोलि नै आजको भिडियोमा भेट्नेछु। तर भिडियो चाहिँ भोलि पोस्ट हुन्छ। इन्टरटेनमेन्ट ल्याउने कोसिस गर्नेछु होइन। तपाईँ तर खोलाइदिए फाला त्यो पनि कन्टेन्ट भयो। त्यो पनि कन्टेन्ट भयो त। भयो कन्टेन्ट। तपाईँहरूलाई मिल्नेछु सिधै पुल्तामा। अब पुल्तामा भेट्नेछौँ। त्यहाँ गस गाइज म चाहिँ पुगिसकेको छु। तपाईँहरूलाई हेर्नुहोस्, तपाईँलाई देखाउँदैछु पुल्ता। हाम्रो के भन्छ, हाम्रो संस्कृति हो भने यस्तै हो। तपाईँहरूले देखाउने छु। यो भाइ देखाउनु जान्छ, भाइ देखाइदिन्छ। ल यही भान्जा देखाउनु जान्छ, मेरो झ्यापे भान्जा। होइन नि बा फेरि जाऊ यस्तो लगेर जाऊ, बिचमा लाग, बिचमा। जानु छु। हेलो गाइज, म गइरहेको छु होइन। कस्तो यस्तो गर न, यति हो, यति गर। आइफोन हो, आइफोन 16 हो। अरे यतिमा ठिक्कै देखिन्छ क्या, तलमाथि सब देखिनु पऱ्यो त। होइन सबलाई देखियो। ए उता जाऊ कता भइगयो अब। जिराउ खाँदो यहाँ चाहिँ सुरु भइसक्यो होइन। अब यहाँ चाहिँ यहाँ बाहुन साउन यहाँ चालु भइसक्यो। हाम्रो परम्परा, हाम्रो संस्कृति भनेर भन्न सक्दैन। हाम्रो अब यो चलिआएको रीतिरिवाज होइन, पुर्खाइदेखि पुर्खादेखिको।
उहाँ चाहिँ 52 बाजे, उहाँ चाहिँ बेहुला बेहुली, उहाँ चाहिँ झोला बोक्नु भएको छ। कहाँ को हुनुहुन्छ त्यो चाहिँ हामीलाई थाहा भएन होइन। साथै बोको पुगाउने देख्न सक्नु कति धेरै मान्छे आछन् गाई। हरिम तस्यो बेहुलाको बाको बेहुलीको बाको नाम के मुजी बोरो यिनको लगन राम्रो मिलेको छ होइन। बाजे एकछिन रोक, एकछिन भन्न दियो। लग्ने बात खै पातलो खै पातलो हातबाट त खस्या छ 11 बजे 55 साइडमा अरे भन्ने होइन 11 बजे 55 साइडमा लगन छ। अरू मिला एकछिन ढिलो भयो नि मिलाउँला होइन। दायाँमा पनि मिलाउँला होइन। मिलाउँला यो कुरा मिलाउँला। गाँडे बड्डे बस्नु पर्यो इथे गाँडे बड्डे हुनु पर्यो। यति लीला गाँडे बड्डे म पहिले के गर्छु भने अहिले मैले एउटा मन्त्र भन्छ सबभन्दा सूर्यको मन्त्र भन्छु पहिला पूजा सूर्य ज्योता सूर्य ज्योति हरि ओम हरि ओम हरि ओम सूर्य ज्योति सूर्य ज्योति सूर्यको पूजा गर्छ। गुणानन्त 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 गणेशको पूजा हरि विष्णु हरि विष्णु हरि विष्णु विष्णुको पूजा जजमान हुन्छ होइन। जजमानले तपाईँको खाताडोमा जे आयो त्यही गरिबस्छु। ल यिनीहरूको स्वयंमा राम्रो छ। धुलाले देख्यो मेकअपको सामान राम्रो छ। सामान देऊ सामान देऊ जोड्या बामनले नाउ त्यो जहिले नाउ बेला न के थाहै थियो रे देउला बाकी सोधेन देउनु इन्द्रिय भन्दा उडा खुनिया छ भाइ। यिनको होइन बेहुलाको नाम के हो? बेहुला बहिनीको नाम बुवाको नाम के हो? नहीं बेहुलाको वास्तवमा सुने नि बेहुलाको यो कुम्भ राशि पढ्यो कुम्भ राशि पढ्यो तेरो कुम्भ राशि पढ्यो। अच्छा कुण्डली हो। भन्नु नजानेर कुण्डली भने अब यिनको सुने नि बेहुलीको बाटोमा बेहुलीको कसो छ गुरु कसो छ ठीक छ। ल उनीको सँग हाम्रो मिलेको छ। ल बिहा गरिदियो अब विवाह गर्नु विवाह गर्ने चाहिँ सबै सँगै लड्ने सबैलाई मिल्यो सबैलाई तेरो दाइ छ म बिहा गरेर यही नमाने म दाइ
ಇಬ್ಬಗೂ ನಮ್ಮ ಬಾ ಇಬ್ಬಗ ಬರೆದ ಕೇಳ बाबु हेर बाबुलाई दक्षिणा दिनु पात ल्याउन पात भोलि आउनु काम पनि जाँदैन दक्षिणा गोना हो यो तेरो घोडो आयो ओहो लाटे यो तेरो सुर्राल आयो यसो हुँदैन यसो यसो हुँदैन यो म मेन्सरी लैजान्छु हुँदैन मागे जस्तो अब सम्मिश्रण छोरीलाई बस्दा भइगयो समुद्र पुगाइदिउँला भन्छ लौ त भइगयो त्यसो गरेर पाउ लागि भन मलाई आज चाहिँ गाइज रमाइलो भयो होइन हल्का फुल्का अब तपाईँहरूसँग के भनौँ अब रमाइलो भइहाल्यो होइन थोरै हल्का फुल्का रमाइलो भयो अब तपाईँहरूसँग मिल्नेछु नेक्स्ट भ्लगमा होइन किन भन्दाखेरि अब यस्तै कमेडी समेडी लिएर आउने कोसिस गर्छु अब चाहिँ भिडियोमा अब यो धेरै खालि सिम्पल टाइपको भयो अब तपाईँहरूलाई कमेडी समेडी पुरा हान्छु मैले तपाईँहरूले पुरा हेरिदिनु होला गाइज सबैजनालाई आजको लागि यति नै सबैजनालाई बाई बाई चल मुकेश चल महेन्द्र ल चल बाई बाई भोलि मिल्नेछु गाइज म बाई बाई